जय मसी सबैजना प्रभुका प्रियजनहरूलाई परमेश्वरले यो बिहान तपाईहरु सबैजनालाई धेरै आशिष दिनुभएको होस् जसले यो भिडियोलाई हेर्दै हुनुहुन्छ। आज हामी रिसिङ जाने गाउँ जाने क्रममा चाहिँ हामी यो पल्ट्याङ भन्ने गाउँमा छौँ। तपाईले देख्नु भएको यो नजिकैको यो गाउँ चाहिँ पल्ट्याङ गाउँ हो र हामी भिमादको बजारबाट यो माथि गाउँ हुँदै यहाँनिर यसरी आएका छौँ। हामीसँग तनहुँ एकतामा आबद्ध हुनुभएका तनहुँ एकता मण्डलीमा आबद्ध हुनुभएका सबैजना प्रभुका प्रियजनहरू हाम्रो अध्यक्षज्यू यहीँ हुनुहुन्छ। तनहुँ एकताको अध्यक्षज्यू धन्यवाद, हजुरलाई स्वागत छ। हामी एउटा सेवामा जाँदैछौँ। आमेन, प्रभुलाई धन्यवाद भएको जुन अन्त्येष्टि कार्यमा आज नै दुईटा जुन अन्त्येष्टि हामी गर्दैछौँ अनि त्यो गर्ने एउटा सेवा गर्ने अवसर दिनुभएको छ। आमेन आमेन, तनहुँबाट है। ल सबैजनालाई धेरै धन्यवाद, प्रार्थना गरिदिनु होला। आमेन, धेरै धन्यवाद। आज हामी यही गाडी लिएर हामी हाम्रो एउटा अन्त्येष्टि कार्यक्रम प्रभुमा जो सुत्नुभयो उहाँ चाहिँ उहाँको कार्यमा जानको लागि हामी तनहुँबाट धेरै मण्डलीका प्रियजनहरू अगुवाज्यूहरू पास्टरज्यूहरू उपस्थित भइसक्नु भएको छ। परमेश्वरले धेरै आशिष दिनुभएको छ। परमेश्वरको वचनमा भन्नुभएको छ भोजको घरमा जानुभन्दा चाहिँ शोकको घरमा जानु चाहिँ अति उत्तम हुन्छ प्रियहरू है। यसकारण आज हामी हाम्रा सयौं कामहरूलाई छोडेर आज हामी जो प्रभुमा सुत्नुभयो उहाँको घरमा उहाँका परिवारलाई सान्त्वना दिनको लागि र त्यो कार्यलाई पनि सम्पन्न गर्नको लागि हामी चाहिँ यो गाउँमा यो दुर्गम भेगमा हामी यसरी आएका छौँ। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। एकदमै रमाइलो ठाउँ छ, एकदमै रमाइलो गाउँ छ अनि हजुरहरूले पनि हाम्रो लागि प्रार्थनामा निरन्तर सम्झिराख्नु भएको छ। देश विदेशबाट हेरिराख्नुभएका सुनिराख्नुभएका सम्पूर्ण प्रियजनहरूलाई परमेश्वरले धेरै धेरै आशिष र अनुग्रहले परिपूर्ण पार्नु भएको छ। धन्यवाद, थ्याङ्क यू, जय मसीह।